Hello guys, welcome back to my channel. अनि आज चाहिँ हामी जानेवाला हम कहाँ लभ डाँडा ड्राई पिकनिक मनाउन जामै बोकेमा अलिकति यस्तो हो केही छैन त्यही के अरे के गर्छन् रे यहाँ हेर्नु नेपाली स्पाई डे 1 गब्रु जवान अर्को यो चाहिँ जाने खोजे होइन बल्ल बल्ल लिएर जाँदैछु त्यही नि हेर्नु यस्तो झोक खाना हो के भन्ने होला है कोपिला डार्लिङ यता हेर्दैौ न प्लिज प्लिज कोपिला डार्लिङ हेर न मलाई हेर न कोही आफ्नो सेक्सी बम देखाउँछ नि त फाइलबाट हेर जुम जुम आइज ओ त्यो झ्याल लगा न कोपिला झ्याल छ लगा जुम देखो न गाइज मैले अरूभन्दा नि मेरो ब्याग देखाउन खोजेको के अरे ब्याग विथ चप्पल हामी जानेवाला हम यस्तो स्टाइलमा फाइनली हामी पुग्यौँ हाम्रो डिजायर डेस्टिनेसनमा यही हो लभ डाँडा है गाइज यही हो लभ डाँडाबाट भ्युज त्यो चाहिँ मेरो घर हो हामी बस्ने घर यही हो भ्यू लभ डाँडा भन्नुको कारण चाहिँ यहाँ लभ जोडीहरू बेसी आउँछन् क्या त्यही भएर भनेको बाटो चाहिँ यही हो यस्तै हो गाउँघरको जस्तो बाटो हो दिस इज द भ्यू हे हो 360 भ्यू हाम्रो स्कुल त्यही हो कि स्कुल सट्ट निलोमा अलि लामो त्यही हो कि मेरो चकमा चुका छिरो ए गाइजहरू हिजो स्पिच भिला हेर्नुभयो अस्ति र हिजोको गुल्लुले कसलाई के गरेको थियो र Can I get an Oya? ओए गरेको थियो गुल्लुले Can I get an Oya? दियो ओया गाइजहरू हिजो स्पिच भिला हेर्नुभयो अस्ति र हिजो अस्ति त मलाई के अरे थियो आकांक्षा र योगेश आई लभ दिस सो मच ल मेन्सन गर्ने गाइजहरू तपाईँहरूलाई को मन पर्यो म चाहिँ योगेश र आकांक्षा सौन्दर्य एन्ड द्याट ग्रिन वान गाइज वान थिङ टु नोटिस देखि यहाँ सबै घरहरू हेर्ने राम्रो देखाएको छ हेर्नु है के नोटिस गर्नुहुन्छ भन्नु है यहाँसम्म के नोटिस गर्नुभयो भन्नु म भनौँ यो घरदेखि यो एरिया सबैमा के कमन छ भने सबै घरमा हरियो ट्याङ्की छ नेपाल टप नम्बर 1 ब्रान्ड यत्तिकै भएन क्या हेर्नु न सब हरियो ट्याङ्की खान के छ हजुर यहाँ हेर्नु अर्को बिरुत्त लाएर बसियो यार यो फेरि अर्की बाहुनी मैले के लिएर आएको छु आज यो चाहिँ मेरो झोला हो मैले आफै बुनेको झोला हो हो माई क्युटी फ्लावर हामीले ल्याहाम पहिलो कुरो मान्छे बोतल एउटा यो रिसोर्टै अनि यो चाहिँ पाकिस्तानी डन नेपाली पाकिस्तानी स्पाई अनि यो अर्की सुतुवा बाहुनी अनि म गर्ने ल्याहा एउटा बोतल अनि अर्को बोतल एउटा पिरो हुने अनि यो हिजो खान नसकेको डेरी मिल्क फेभरेट बेस्ट एमआरबी सुरक्षाले यही खान्छ एमआरबी सुरक्षाले के अरे नम्बर 1 मोटो बोला को अरे फेरि भन्दा के त को यो साले नेपालमा बसे हैन कि यसले कसैलाई चिन्दैन कि त्यो कोरियन चाइनिज ब्ल्याक पिङ्क ओपा ओपिनीको मात्रै थाहा उसलाई हैन गाइज अनि यो प्रोटिन चना गाइजहरू हामीलाई यो धेरै भयो यो सामान चाहिँ धेरै भयो यसमा हावा चाहिँ अलिक कम भयो अलि हावा हाल्ने गर्नु है अलि हामीलाई हावा पुगेन त्यहाँ मलाई हान्न जरुरी चाहिँ के हो कसरी गर्छु म देखाइदिनु यस्तो गर्ने क्या यसो गर्ने क्या What the hell, bro? What are you doing? यहाँ हाँसेको हेर्नु कत्ला घुमे लाग्नु
देखो ना गाइस ये क्या है ये केटीलाई हो बोयफ्रेन्डको आवश्यक पऱ्यो ये केटीलाई हो गाइस बोयफ्रेन्डको आवश्यक पऱ्यो भ्याकेन्सी खाली छ आउनु जस्तो हाँडेको पनि जिन्दगीमा कोही छैन क्या अहिले यहाँ खानेकुरा सक्यो होइन उसको मेन डेरी मिल्क सक्यो अनि यो सक्यो अनि जाम भनेर बस्यो भैँसी जस्तो खाना पायो भने बस्नु नत्र नबस्ने कि हिँड्ने सिधा नो बकवास यसमा बकवास तँ गर्ने गु बस्थे बस्नु छैन यो खानालाई मेनगाला भाषा चाहिँ मलाई कोन अब चाहिँ हामी जान लाहाम हामी चाहिँ फोहोर जहाँ गए नि फाल्दैनौँ है यसरी लिएर जान्छौँ यस्तो राम्रो झोला यो चाहिँ यसरी बोक्ने हजुरले अर्डर गर्न सक्नुहुन्छ म तर दिन्न अब हामी चाहिँ जान आँटेको अर्डर अनुसारको ब्याग बन्छ है पोजिसन अर्डर अनुसार बन्यो भने म चाहिँ दिन्न किनकि म लोपिस्छु ब्रेक लाग्दैन यहाँबाट होइन साले यहाँबाट तल म अहिले नेचुरल टोइलेट नै देखाउँछु कि यहाँ टोइलेट गाइज यस्तो रिस्की छ यस्तो डाँडो यस्तो चिप्लो होइन कोही केटाहरू हामी घरबाट हेर्छौँ क्या यहाँ कोही केटाहरू छ नि केटीलाई यसरी बोकेर हिँड्छन् के यसको नाम हेर्ने यस्तो ए नाम बेबी बेबी भन तिम्रो नाम के हो ओमाइ गड डन रहेछ भाइ त मेरो फ्यानहरू पनि भेटियो अरे सब्सक्राइबरहरू भ्यायो अब हामी घर जान्छौँ मेरो सानो मिनी भ्लग हेरिदिनु होला थ्याङ्क यू बाई बाई